सधैँ खाली खाली निर्वाचन हुन्न पोर झिकेर नआइपट्टा भइयो यसोटी त बोर्ड नाल्ने बोर्डनाले जो झिपेदिन्छ त्यही हाल्ने निसा गरे गरिन के गर्ने होइन यसोटी बोर्ड हाल्ने होइन ए भोटै नाल्ने मागे दिने हो चटका जो आउँछ खेती दिने खेदिने हो मैले खेती दिने हामी के दिए हामी बुढो मान्छेले के दिए खालि ल्याउ बोर्ड भोट हालेर जिता मात्रै छ नमस्ते बाजे को त चिन्नु भएन म पहिलाको उपमेयर मै त हजुर के बाजे त आँखा पनि देख्नुहुन्न के असुरी आँखा देख्दैन को म के पहिला झिपी गए मै त सभासद हजुर अहिले किन अहिले अब यस्तो चुनावको चटचटी चल्या छ अनि तपाईँहरू ती अब कहिलेकाहीँ भोट सोट दिन्छ कि भुलिकन भोट हालिदिनु होला भुलिकन आया 5 वर्ष पछाडिदेखि यही हेर चटिकालाई अन्त कुरा गर्नु ठिक छ त्यो अब बस यता बस बाजे के पहिला यो यत्रो ठुलो योजना ल्याउने रोड गर्ने हाम्रै पार्टी त के नराम्रो मान्नुभयो त बाजे तुम्रो पार्टीले नाप्यो होइन नाप्यो त होइन इतका आमा नाता गोता हब्बै पुण्य दुई काम गरे यिनीहरू दुई एक पेट भर्ने एक आमा नाता सासू ससुरा अनि उइसन हब्बै गर्ने अहिले ठ्याक्कै पर्छ निर्वाचन आयो नि त्यही बेला आयो नि बाजे के तपाईँ के गरेर पढे छोरालाई चाहिँ जागिरी पनि मिलाइदिउन त मेरो बिएड एमएड पास गरे मेरो छोरो छ कुद्नु पार्टीतिर आउन त्यो कुरा तिमी दुईजना कुरा गर्दै रहौ म अब सभासद जिउन सम्मान गर्नु पर्यो है ल्याउन त्यो कुरा गर्दै रह तिमी दुईजना है बाजे है तपाईँ के गरेर के अरू सम्मान यिनीहरू हाँसी बिग्रिया छुट्याएर बिचमा मम्मी कि त दुवैजना उताउने ए माथि यता कता रिस